भोलि छुट्टी छ मस्त सुत्छु भन्ने सोचेर हुन्छ होइन, तर त्यो दिनमा यति छिटो आँखा खुल्छ नि। बिहानै उठेर म चाहिँ हाम्रो घरतिर मुलको पानी आउँछ कि बर्खामा हो, त्यो पानी लिन गएँ होइन। अनि गएर आएर खाजासाजा खाएर अनि अब के पकाउनु त भन्दाखेरि चाहिँ भेन्टा र यो गिरमला फल्यो रहेछ कि हो, त्यही टिपेर अनि पकाएँ, खानासाना खाएँ। अनि आज शनिबार कहाँ घुम्न जाने त भन्दाखेरि चाहिँ यसो बजारतिर डुलौँ न भनेर दिदी र म गएको। त बाटोमा त चेकिङ रहेछ होइन, यसो मामालाई दर्शन गर्दै हामी चाहिँ यसो बजार डुल्न गयौँ होइन। अनि ट्रेड मल गएको, यसो सेलको कपडाहरू छ कि भनेर हेर्न गएको थिएँ होइन। अनि यहाँ बाटोमा हेर्ने मान्छे क्या चिलमा छ, यस्तै हुनुपर्ने जिन्दगी। मैले कि यो ट्रेड मलमा 200 को कपडाको सेल लाग्यो भने चाहिँ टिकटकमा दिएको थिएँ है। अनि स्याटरडे जान्छु भनेर बसेको थिएँ, अनि गएको त सकिसक्यो रहेछ कि। अनि यहाँ गएको, यहाँ पनि खासै केही लागेन राम्रो। अनि त्यहाँपछि क्यानी भनेर चाहिँ अनि दहीपुरी र अनि चाट खान पसेँ होइन। दहीपुरी त ठिकै थियो, तर चाटमा त यति धेरै नुन थियो कि नभएको प्रेसर पनि हाई भयो भने। घरबाट के सोचेर हिँडेको भने जस्तो केही पनि भएन। अनि हल्का चित्त बुझिरहेको थिएन कि, अनि सिधा घर फर्किन मलाई मन लागेन। अनि त्यहाँपछि आज स्याटरडे कोर्टतिर रमाइलो हुन्छ भने चाहिँ मैले दिदीलाई फकाएँ अनि लिएर गएँ है। एक्चुअली त्यसमा के हुन्छ भने चाहिँ स्याटरडे चाहिँ एउटा मेला टाइपको हो होइन। त्यहाँ चाहिँ मान्छेहरूले ट्रेडिसनल सामानहरू, ह्यान्डमेड सामानहरू बेचिरहेको हुन्छ, फुडहरू के धेरै त्यो टाइपको फुडहरू चाहिँ एक्सप्लोर गर्न पाइन्छ। तर हामी चाहिँ अब झापाइतेको खाँदैन, हलाल हुँदैन, त्यही भएर चाहिँ मैले के खाऊँ भनेर चाहिँ खुवा लस्सी खाएँ होइन। अनि त्यहाँपछि मसला बिचमा चाहिँ यति धेरै भिडभाड थियो, यस्तो क्युट काटा हेर्नु न, यति धेरै मान्छेको भिड थियो, सबै किन्ने मान्छे त होइन, इन्क्लुडिङ मी। म चाहिँ हेर्न मात्र गएको हो होइन, रमाइलो लागेर। यति रमाइलो थियो कि मैले रात परेको थाहै पाइनँ होइन। अब चाहिँ घर फर्किनु पर्छ भनेर म घर फर्किएँ। आज चाहिँ उस वेदरले पनि घुमघाम गर्नेहरूलाई साथ दिएकै हो, हेर्नु न आकाश कति राम्रो देखेको, बादलले फेरि यो जुनै छेक्दियो। ल मैले खानासाना खाएँ अनि त्यहाँपछि चाहिँ नि म सुत्तेँ, बाई।